हेलो एभ्रिवान, अहिले पनि चाहिँ एकहरू बज्दैछ। आज चाहिँ हामी दिउँसो भ्लग स्टार्ट गरेछौँ किनभने बिहान चाहिँ हामी अलिक हतार हुन्छ होइन, त्यही भएर। त्यहाँदेखिको अहिले चाहिँ हामी अब झालमुरी, कोल्ड ड्रिङ्क्स अन्त आँप खाने भन्नेलाई चाहिँ प्लान बनाइरहेको छौँ हो। अब हामी तपाईँलाई झालमुरी कोल्ड ड्रिङ्क्स खाँदा भेट्छु। यहाँ भन्ने चाहिँ हाम्रो बहिनी आँप टिप्दैछ। माथि चरा टिप्नु पर्थ्यो नि, भेट्दिनु नि त चटा एउटा टिप्नु। यो त पुरा झरेछ है। ए ठुलो भइनेसम्म सबै सक्ने रहेछ। कतिवटा यहाँ राम्रै झरिरहेको बहिनी के रहेछ त्यहाँ? फाइनली हाम्रो झालमुरी चाहिँ बनिसकेको छ। यहाँ चाहिँ हामीले अघि नै तपाईँले देख्नु भएर काँक्रा होइन, अन्त घरमै फलेको आँप चाहिँ बनाएको। अब चाहिँ हामी तपाईँलाई खाएको देखाउँछौँ। बल्ल खाइसकेको छु। भोलि क्या भइहाल्यो, तिमी जे गर्छौ मेरो लास्ट बाइट। यसो हाल्नु मजा आउँछ।
Tem बेसी भयो खान्छु नि मैले अहिले चाहिँ हामी झालमुरीहरू सबै खाइसक्यो र खानाहरू पनि बनाइसक्यौँ र हामी चाहिँ सेवा जाँदैछौँ धेरै रात परिरहेको छ रात पर्न लाग्यो रिमरिम हुँदैछ मौसम चाहिँ यस्तो छ के गर्छ ओरालाई बुढाले भागिरहन्छ कालो भाग्न सक्दैन कुद्नु सक्दैन खोला त देख्दैन यो देख्दै गर्ने चाहिँ टिस्टा के खोला टिस्टा र रङ्गीत दोभान यता देख्दै गर्ने कालिम्पोङ उयो परेर चाहिँ यो लाब्राबोटे हैन चित्रे उयो माथिको पाटो मलाई थाहा छैन त्यो त के हो दुर्बिन डाँडा ऊ पर देख्दै गर्ने चाहिँ टिस्टा भेली यो डाँडा चाहिँ पेसोक उतापट्टिको चाहिँ दार्जिलिङ त्यहाँ माथि पर्छ त्यस्तो भन्दै थियो मलाई त्यस्तो राम्रो थाहै छैन टिस्टा भेली कालो यो बाटो चाहिँ मजाले हामी भोलि देखाउने छौँ भोलि सन्डे सेवा जाँदै हामी चाहिँ युथ सेवा जाँदैछौँ आज सन्डे हाम्रोमा चाहिँ युथ सेवा हुन्छ स्याटरडे उनीहरू हुँदैछ के भन्नु आउँछ है डर लाग्यो न भन्नु त्रिवेणीहरू त देख्न रहेछ लाइट हुन्थ्यो नि त है राति मान्छेहरू भुताउने कस्तो भूत न भूत भइरहेको छ नि एकछिनबाट भेटौँला हामी भने चाहिँ चर्च पुगिसक्यौँ आज पानी परेकोले गर्दा थोरैजना मात्रै भेला भएछ हामी चाहिँ युथ सेवा सकिसकेको छ र भोलिको लागि हल्का गीत प्र्याक्टिसहरू गरिरहेको छ यहाँ चाहिँ विक्रम दा गीत खोज्दाको त अझै नपाएर र अहिले भने चाहिँ हाम्रो बहिनी गिटार बजाउँदै गीत गाइराखेको छ र रात निकै कटिसकेको छ नि त त्यसै कारण चाहिँ आजको भ्लग हामी यहीँ एन्ड गर्दछौँ आई होप तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर र लाइक सब्सक्राइब गरिदिनु हवस् ओके बाई भोलिको भ्लगमा भेट्नेछौँ